हालत यस्तो पतला भयो कि मरिने भयो ब्लास्ट हुन लाग्यो यहाँ ल हामीहरु चाहिँ आज जस्तो पसिना यस्तो गरे हा त्यही पनि मर्छ हामीलाई हाम्रो ग्याङ चाहिँ यता छन् आत्मीयहरु सबैजनाले अन्तर हाम्रो भान्जाको चाहिँ दाँत पनि छैन है एउटा हुन त भान्जाले यहाँ मेरो बेइज्जत गरिरहन् कि हाम्रो बाबु चाहिँ यता सुतिरहन् यता चाहिँ दिदीहरु बसिरहन् मस्तले कुरा गर्दै अनि यता चाहिँ कालीले चाहिँ यहाँ रक्सी लिन जाने भनेर मस्तले बसिरहेछन् यता एक बोतल मेरे भान्जाको दोस्तहरु चाहिँ पुरा बाहिर छन् सबै दोस्तहरु गएछन् अनि फाइनली हामी चाहिँ यहाँ हाम्रो यो बुटलमाखेरि खतरा गर्मी छ के यस्तो गर्मीमा चाहिँ हामी आँप खाने भनेर गइरहेको छौँ आँप टिप्ने यहाँ हामीहरु चाहिँ आँप टिप्ने भनेर बसिरहेका छौँ अब हामी चाहिँ आँप टिप्न जाँदैछौँ फाइनली ऊ त्यहाँ हाम्रो चाहिँ यता च्याट जिपिटीसँग कुरा गर्ने अरे कि आज अनि यहाँ चाहिँ हाम्रो ग्याङहरु यति धेरै छन् नि यहाँ ग्याङहरु सब फुच्चाफुच्चीको ग्याङहरु हेलो हेलो भनिदिइरहन् हामी चाहिँ यत्रो ग्याङ लिएर आज चाहिँ आँप टिप्न गइरहेको छौँ हाम्रो दिदीहरु पनि चाहिँ यत्रो धेरै छन् अनि हामी चाहिँ त्यही त अनि हामीहरु चाहिँ आज आँप टिपेर मस्त खाइन्छ हाम्रो ग्याङै जाँदैछ आँप टिप्न खतरा धेरै आँप टिपिन्छ कि आज अचार बनाउनको लागि आँपको रुखहरु छ यता सानो पनि छ मम्मीलाई सोध्छ तँलाई कहाँदेखि टिप्ने हो के अनि हाम्रो भान्जी चाहिँ यहाँ च्याट जिपिटीसँग बोल्ने रे च्याट जिपिटीसँग मस्त कुरा गर्न मन लागेछ अरे के भान्जीलाई चाहिँ पुरा आफ्नो लभको बारेमा सोध्ने होला नि त रक्सी गनायो तरिका डुङडुङ त कहाँदेखि भरेको रहेछ निले कहाँदेखि लाग्यो त्यो पत्ता रक्सी भान्जाले चाहिँ एकदम रक्सी खाँदो रहेछन् क्या जस्तो हो ऊ हानिदिन्छु भनेर म झापुन्न भने हन् अब चाहिँ यिनलाई डर रक्सी ल्याइदिने आज हामीहरु फाइनली आँप टिप्न जाने चप्पल चाहिँ यहाँ खोजिरहेको छौँ लजाम होइन लग यता भान्जीहरु चाहिँ यता भान्जीको ग्याङहरु चाहिँ पुरा बोयफ्रेन्डसँग बोलिरहन् मस्तले 3 4 जना लजाम आइज ल हामीहरु चाहिँ फाइनली ल ओए आँप टिप्न कहाँको टिप्ने अरे कुन्द्रुकको टिप्ने अरे काली आँप कुन्द्रुकको टिप्ने अरे यही भने हन् ल हाम्रो दिदीहरु चाहिँ आँप टिप्न जाने अरे मस्तले आँप चाहिँ आज दह्रो खाइदिन्छु भनिरहन् के अरे हेरौँ के हुन्छ आँप अब कतिको फले हो अब म हजुरलाई आँप टिपेपछि ट्याक्क लाएर देखाउँछु पाके हो फाइनली आँप चाहिँ टिप्नको लागि भान्जा चाहिँ उता गइरहेको छन् मस्तले यत्रो रुखमा चढ्ने अरे यत्रो ठुलो रुखमा बाँस पनि लिएर आइरहन् खस्यो हो यिनको साथीहरु थिए नि खतरा चढ्थ्यो नि रुखमा कहाँ गए किन हो ल फाइनली आज त हामीहरुले आँप टिप्ने सोचिरहेको छौँ मस्तले खतरा धेरै टिप्दिने हजुर भान्जीलाई बोलाउन भान्जीलाई फाइनली आँप चाहिँ खत्रै आँप त यस्तरी भुडुङडुङ खस्यो यहाँ आज आँपको पार्टी यता झराल्ने मान्छे चाहिँ यता रुखमा चढेर आँपवाला पार्टी हामीहरू आँप खाने हो मस्तले फाइनली हामीहरू चाहिँ आँप खत्रै धेरै टिपेर बसिरहौँ आँप चाहिँ त्यहाँ देखाइरहेको मस्तले आँप यहाँ फल्यो आँपहरू मस्त फलिरहेका छन् टन्नै छन् आँप टन्नै यहाँ ग्याङ हाम्रा ग्याङहरू
मस्तले सुसन चाहिँ उता गएर चोर्न लाहान आँप यता पनि रुखै रुख्छ नि त सबैतिर रुखै रुख्छ आँपहरू उता नजाऊ है यता चाहिँ झरेर रहेछ मस्तले आँप यत्रो धेरै खस्यो बर्सात खेतै भरि नि लाग्यो फाइनली आँप चाहिँ हामी खतरा टिप्दिँदैछौँ माझ चाहिँ यस्तो धेरै आँप टिप्ने रुखा त चढ्न सकिन्न कि यहीँ तलदेखिबाट हान्दा 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 खसिसक्यो कुहिएको आँप यिनीहरू पनि सब आँप खान मन लाग्छ आँप कोकोलाई मनपर्छ ल भनिदेऊ त कोकोलाई मन तिमीलाई मनपर्छ अरू कोकोलाई मनपर्छ आँप पाके आँप यस्तो मस्त आफैले चुचिरहन् मस्तले गर्मी पनि खतरा पसिना नि आइसक्यो मेरो त यिनीहरूलाई गर्मी भएन तिमीहरूलाई तिमीलाई भएन गर्मी यिनको त पसिनै निक्लिँदैन यिनीलाई त गर्मी चाहिँ हुँदैन खासै यिनीहरू हाम्रो ग्याङहरूलाई गर्मी पसिनै नहुँदैन यिनको चाहिँ सुरुमै दाँतै हेर्नुपर्छ क्या गाई सुरुमा यही गर्दा त तिम्रो एकचोटि दाँत चाहिँ हरेक छ नि त हामीहरू चाहिँ भयो टिपेर म टिप्दिउँ हेरौँ आँप यत्रो पाके पाके छ त आँप उता भान्जेल चाहिँ डर खाइन् एक्लै यत्रो यहाँ ग्याङलाई छोडेर एक्लै खाँदै बसिन् लुकी अझै अरू चाहिँ हेरे खान आँप खाऊ तिमीलाई खाने हो तर कोले खान्छ कोले खान मन लाग्छ आँप खाऊ है खाऊ पाकेको खाऊ टिपेर खाने व्यापार कोलाई खान मन लाग्छ यही यो मौका फेरि खान पाउँदैनौ सबै बटुलेर एकै ठाउँमा पनि राख है पुच्चापुच्चीहरू किन ओए अमिलाले यहाँ मार्थ्यो भन्ने छैन भैया सबै आँप भैया मार्ला फाइनली म चाहिँ यहाँ सबलाई काम अडाउँदैछु नि त सबलाई अब आँप खिलाइदिन्छु कि मैले आज चाहिँ फाइनली ल सबै बटुल है राम्रोसँग कसले धेरै बटुल नि है ल है फाइनली हाम्रो यहाँ ग्याङहरू हेरेर त आँप टिप्ने आँप भन्दा धेरै मान्छेहरू छन् यहाँ फाइनली ल लिची आयो को जान्छ लिची लिन चलाउन अनि सक्छ नि त त्यो तिमीले बसाल्न सक्छ त सृष्टिलाई सृष्टिलाई सक्दैन हिजो त तपाईँ घर पुग्दाखेरि थाकेको भए यिनलाई त सक्दैन ल फाइनल जाऊ त सुसन साइकल लिएर ल फाइनली अब काल चाहिँ लिची लिन जाने अरे अटोमा जाने तिम्रो साइकल हाम्रो त यहाँ लिची फाइनली आउँदैछ बुटोलदेखिबाट 30-35 किलो माइती पनि जाने अरे के फाइनली भेटियो भन्दै फाइनली हामी शीतलनगर आइपुग्यौँ यस्तो छ यो चाहिँ अनि हाम्रो हालत चाहिँ यस्तो पतला भन्छ कि गर्मीको देखा भनिदेऊ त 50 डिग्री छ सुसन काठमाडौँ जाने भनिरह अब जाने हामी त काठमाडौँ मरिने भयो यति धेरै गर्मी छ त्यही साइकल चला स्कुटी है साइकल स्कुटी जान्छ फेरि स्कुटी चलाएको छु यसरी ब्याङ हिँड्यो मरी तर पुग्न चाहिँ पुग्यो जे भए पनि यो शीतलनगर कस्तो छ राम्रो खाने ठाउँ त होइन वा खतरा देखिँदो रहेछ राम्रो छ हाई हुई बाजु ल बादो भयो गाइस म त मरे अब लाग्दिनँ म मरे अब यस्तो टाढा गइन्छ मलाई दारा म बाँच्दिनँ
तपाईँहरू कुकुरले टोक्यो नि जहाँसुकै कुकुरको पानी पनि कति तातो पनि आउँछ वहाँ पाहाडमा चिसो हुन्छ न म देखेको हाँ म देखेछु अनि हात धोएको देखाएको छु यस्तो बस्नु मर्न लाग्छ तँ पसिना बनाइदिनु तर म रातो भयो है कस्तो ब्लु 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 गरे है क्या आमा मरे हेलो कहाँ भेना तपाईँ बोल्नु त हेलो कहाँ भयो बाबा म मरे म बाँच्दैन यस्तो ठाउँमा बसेर यति धेरै गर्मी त सायद पहिल्यै भएको छैन मलाई पुरा बम ब्लास्ट हुन लाग्यो यहाँ त ल स्टार्ट भयो कहीँ काम गएन मेरो बाबा काम गएको छ फाइनली भेटियो दुईटा गाडी छ दुईवटा बाबा हो कि नै हो किन्ने बाबा हो त भने देखेको त गाडी हो मेरो बाबाको गाडी यस्तो छ जानुभएको छ लिची हो फाइनली नलाग्नु बाबा गइसक्नुभयो खानु परेन आलु लिची बुलियो न बनाइदिएको छ तर आँखा किनभने थाहा होइन आलु हुन्छ अगाडि यो लिची झाडीमा गएर साइकल झन्डै अगाडि यो लिची खाएर घर हामीले खाइहाल्यौँ यति धेरै है हामीले नि अगाडि दुईवटाले खाइसक्यौँ घर बस्ने त चिल्लै अब यो पनि अझै हामीलाई घर पुग्न लाग्छ 5 मिनटभन्दा 5 मिनट पुगिन्न है हामीलाई घर पुग्न लाग्छ 10-15 मिनट 10-15 मिनट पनि यो सब लिची भ्याइदिने प्लान छ यहाँ छ जुस यहाँ छ बाइक नलाने जुस खानु पर्ला लानु पर्ला भनेर सोचेको थिएँ म अघि गर्मीले त्यहाँ पुग्दा बा कस्तो हटाइटाइ आउला जस्तो भएर झन्डै मऱ्यो म त मलाई त खतरेक खतरेक बनाएको छु नि त अब घर पुगेपछि पनि फेरि त्यस्तै हुन्छ होला खतरेक खतरेक हटाइटाइ आउला जस्तो साइकल कुदाएर रोकेपछि त कस्तो हुँदो रहेछ बा झन्डै मऱ्यो थियो हट अहिले यो गर्मी सिजनमा कोही तर झरेकै बेस